मलाई त गाई हेर्नु यो ज्याकेट लगाएको अहिलेदेखि नै गर्मी फिल हुन थाल्छ कि तातो हेर यो ज्याकेट त रिजल्ट हावाभित्र छिर्दैन अरे क्या यहाँबाट राम्रो छ ल सो हे गाइज गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल राधे राधे सबैलाई सो गाइज अहिले चाहिँ बिहानको 4:20 भयो म चाहिँ उठिसकेँ होइन अब 4:30 बजी भेट्ने कुरा भयो होइन दाइ अलिकति राधाकृष्ण मन्दिरभन्दा अलिकति त्यहाँ आर्मी ब्यारेकको गेटमा आउनुहुन्छ अरे त्यहाँ नर्सिङको गेटमा अनि त्यहाँबाट मलाई छिराएर चाहिँ उताबाट मेन गेटबाट निकाल्नुहुन्छ अरे किनकि त्यहाँ नर्सिङको गेटबाट दाइ निस्किनु मिल्दैन है किनकि दाइ त एमबिबिएस पढाउनु भयो नि त सो त्यस्तो हुन्छ है अब सो अहिले चाहिँ आधा गिलास 1 गिलास जति पानी खाऊँ अनि त्यसपछि निस्किहालौँ है त ल सो अहिले चाहिँ म यहाँ निस्किसकेँ घरबाट आज त झन् 4:30 मान्छेहरू कति उठेछन् आई डोन्ट नो है हिजो त बरु अलिकति एक दुईवटा पसल खुल्ला थियो अलिअलि मान्छेहरू पनि हिँड्नु भएको थियो लेप्सी के हुन्छ है टक्क जाम कोही पनि हुनुहुन्न यार बाटोमा हेर्नु त लिटरली एउटा बस बाला चाहिँ यातायातको भर्खर गयो होइन कोही पनि हुन्न बाटोमा म मात्रै छु अब आइबन सिकी राधाकृष्ण मन्दिर चाहिँ खुल्ला खायो कि नै होइन सो दिस इज अ न्यू एक्सपिरियन्स जुन भगवान्ले मलाई गराइरहनु भयो फर्स्ट टाइम म चाहिँ यसरी निस्केको घरबाट यसरी है सो लेट्स गो कहाँ जान्छु के गर्छु म तपाईँलाई देखाइ नै हाल्छु है तर कोही पनि छैन कुकुराहरू भुक्छ साथै उडाइदिएर मलाई त के त आयो भने के गर्ने यार मलाई दौडेर आएर टोक्यो भने के गर्ने भुकिरहेको पछाडिबाट उयो आइरहेको हौ दौडेर उयो दौडेर आइरहेको यो बोला त आइरहेको यार राधाकृष्ण मन्दिर पनि खुल्ला चाहिँ रहन्छ हिँड्न सक्नुहुन्छ त्यो पनि राधे राधे अब टक्क आर्मी ब्यारेकतिर दाइबाट गइहालौँ है त ल सो म चाहिँ यहाँ आर्मी गेट त आइसकेँ गाइस यही हो है यहाँ दिन सक्नुहुन्छ खुल्ला पनि रहन्छ दाइलाई फोन गर्छु पक्ने है त म सो म चाहिँ यहाँ आर्मी कलेजभित्र आइसकेँ दाइले मलाई यहाँ छिराइसक्नु भयो होइन टक्क हेर्न सक्नुहुन्छ यहाँभित्र आइसकेँ म अब यो चाहिँ पछाडिको गेट भयो नर्सिङ गेट भयो अब हामी चाहिँ मेन गेटबाट बाहिर निस्किन लाग्यौँ बाटोमा हिँड्दै आइरहेको थिएँ होइन पछाडिबाट कुकुर भुकिरहेको मन तर्सेर माई गड अनि फेरि मैतिर जस्तो गर्छ भने सो हामी हिँड्दा चाहिँ अहिले यता सानो भर्याङ आइसक्यो सानो भर्याङ उता पछाडि अनि अहिले चाहिँ हामी यताबाट माथि हिँड्दै सिधै यताबाट सिधै माथि गएर हामी स्वयम्भू पुगेपछि म तपाईँलाई टक्क भेट्छु है त हिँड्न सक्नुहुन्छ यहाँ क्या राम्रो यार हिँड्नु त टक्क अब हामी चाहिँ माथि स्वयम्भूतर्फ जाँदैछौँ सो यहाँबाट टक्क हामी माथि चाहिँ सिधै मन्दिर पुग्छौँ टक्क जहाँ मान्छेहरू स्किपिङ गरिरहनु भयो यहाँ है मेरो त गाइस थाहै पनि दुखेर यति भर्याङ त चढिसक्यो उता माथि अझ भर्याङ पाइछ है धेरै त छ कि नै अझ त्योभन्दा नि माथि हो कि खासहरू चाहिँ किन यहाँ थाहै नै दुखिसक्यो सो गाइस यहाँ छ हेर्नु है हाम्रो स्वयम्भूनाथ मन्दिर चाहिँ हामी अल द वे डाउन आइसक्यौँ यहाँ बाजार रिसोर्सतिर अब हामी माथि जान्छौँ गाइज ल है त माथि दौडेर पुगिसक्नु म चाहिँ थपेर आएर म बिस्तारै जाँदैछु फाइनली थाक्दै लड्दै पढ्दै दाइ त पुरै हिँडेर आनन्दले आउँछ भाइ भन्दै पर्खिरहनु सो गाइज जाम दर्शन गर्नुहोस् गाइज मऱ्यो म त सो यहाँबाट जाम जाउँ यहाँबाट यस्तो छ हेर्नु है यसरी गइन्छ यहाँ यसरी हिँड्ने पनि ठाउँ छ यहाँ यसरी यहाँ स्वयम्भूनाथ भइहाल्नु एक राउन्ड पुरै हान्ने दाइले भन्नुभयो म त यस्तो पसिनै पसिना भइसक्यो गाइस सीमा होइन त्यसको टक्क एक राउन्ड हानिहालौँ भजन चलिरहेको गाइस अब चाहिँ म तपाईँलाई टक्क यहाँबाट काठमाडौँ भ्याली देखाउँछु भ्यूको लागि रेडी हुनुहोस् ओ माई गड ल हामी कहाँबाट आयौँ है दाइ हामी त कहाँबाट आयो त यत्रो ठुलो छ हौ बाँदर आयो गाइज मेरो मोबाइल लिदियो भने टेन्सन फेरि यहाँ टेन्सन हुन्छ बवाल छ बवाल ल यो चाहिँ पिस पोन्ड हो अरे गाइज हेर्नु सक्नुहुन्छ पैसा छ यहाँ एकदम राम्रो छ यार छैन बाटो त छ सरी एकदम डार्क छ हामी त कहाँ गइरहौँ जङ्गल तलै जङ्गलको बिचमा बाटो छ सो हामी त गइरहौँ कहाँ पुग्छौँ भने त उही पुरै आउँदो रहेछ उता जाने हरिहाल्नु नि थाहा छ मलाई ए दाइ हिँडिरहनु भएको बाटो अरे पुरै आउँदो रहेछ हेर्नु गाई पुरै मैले फ्ल्यास लाइट बाल्दा छु हेर्नु दाइलाई देखिन सक्नुहुन्छ मैले यहाँ बाल्दा तिन केही देखेँ होइन पछाडि हेर्नु सक्नुहुन्छ उहाँ छ होइन अब जाम हामी जहाँ जान्छौँ जाम म त दाइको भरोसा सो गाइज म चाहिँ अघि नै घर आएँ होइन अघि नै लगभग 6:40 तिर घर आएँ होइन 6:40 अहिले चाहिँ
9:45 सँग सुत्यो मजाले नै सुत्यो हेर्नु गाइज होइन अब अहिले उठ्छु नि आज मलाई यसो भात खान मन छैन यसो पानीपुरी बनाएर खानु पर्ला जस्तो लागेर सो अहिले चाहिँ म यहाँ तल आइसकेँ मैले चाहिँ आलु बसाइदिएछु दाइ मम्मीले पुऱ्याउनु जानु भएको नि त सो अहिलेसम्म आइसक्नु भएको होइन अनि सो त्यही भएर दाइलाई पर्खिन्छु अनि दाइ आउनु भएपछि अनि म टक्क ऊ लिन जान्छु के भन्छ साथीलाई के अरे पानीपुरी लिन जान्छु कि अनि सो अहिले चाहिँ आलु मात्रै बसाइदिएछु एकछिन अलिअलि जाडो जाडो हुन थाल्यो यार गाइज अब त किन हो आई डोन्ट नो टक्क हुन त कस्तो हो जाडो महिना आएपछि जाडो हुँदैन कस्तो बोला यार म पानीपुरी रेडी भइसक्यो हेर्न सक्नुहुन्छ अब टक्क खाम कस्तो भोक लागिसक्यो भात पनि खाएन नि त सो खाइहालौँ ल यो ज्याकेट ल्याएको थियो कि ढुङ्गेधाराबाट अनि यो ज्याकेट चाहिँ फिर्ता गरेर अर्को ज्याकेट ल्याउनु पर्यो कि त्यही भएर चाहिँ म ढुङ्गेधारा जानु लाग्यो अनि मम्मी चाहिँ त्यो आज खोइ के भएर के अरे जमल जानुभएको थियो अनि जमलबाट मम्मी ढुङ्गेधारा आउनुहुन्छ अनि म चाहिँ यहाँबाट सिधै ढुङ्गेधारा गऱ्यो यो ज्याकेट त्यहाँ राखेर अर्को ज्याकेट किनेर अनि आउँछु अब टक्क म बालाजु आउनु भएपछि बस चढ्नु भयो बालाजु आउनु भएपछि फोन गर्नुहुन्छ अनि म टक्क ढुङ्गेधाराको लागि निस्किहाल्छु मम्मी चाहिँ यहाँ ढुङ्गेधारा आइसक्नु भयो अनि मैले लुगा यहाँ हालि पनि सकेँ अब टक्क जाम अनि त्यसपछि ज्याकेट साटेर हेरौँ कुन किन्छु कसो किन्छु म तपाईँलाई देखाइ नै हाल्छु सो मैले चाहिँ यो ज्याकेट फाइनल गरेको छु हेर्नु सक्नुहुन्छ यहाँ पनि खल्ती छ भित्र पनि खल्ती छ हुन्छ यहाँ पनि चिन्छ यहाँ पनि बाक्लो पनि छ है गाइज होइन ठिक छ यो ज्याकेट एकदम राम्रो छ है त ल मलाई त अहिलेदेखि नै गर्मी हुन थाल्छ लाउनु पर्छ नि फेरि गर्मी भनेर लाइने छ नि लाउँछ कि लाउँछ थम्ने लिन्छु मलाई मलाई त गाइज हेर्नु यो ज्याकेट लगाएको अहिलेदेखि नै गर्मी फिल हुन थाल्छ कि तातो हेर यो ज्याकेट त रियलमी हावाभित्र छिर्दैन अरे क्या यहाँबाट राम्रो छ ल सो अहिले चाहिँ म यहाँ घर आइसकेँ अनि यहाँ हेर्न सक्नुहुन्छ ज्याकेट यहाँ छ अनि मैले चाहिँ यो रोज वाटर पनि ल्याइरहेको छु गाइज होइन तर यो अर्कै कामको लागि ल्याए हो मुखमा लाउनलाई होइन यो पानी चाहिँ मम्मीलाई दिन्छु मुखमा लाउनलाई अनि यो अर्कै कामको लागि चाहियो हो यो स्प्रेवालै चाहिएको थियो कि मलाई त्यही भएर यो 90 रुपियाँ जाने किने होइन 45 रुपियाँ जाने पनि आउँथ्यो अर्कोवाला सो अहिले चाहिँ म यता माथि आइसकेँ टक्क चाँचाडो एडिट गरौँ अनि एडिट गरेपछि त जे गर्दा पनि भइहाल्यो आनन्दले फ्री नै होस् नि सो फाइनली मेरो चाहिँ यहाँ भिडियो एडिट गरेर भइसक्यो र यो भिडियो एडिटिङ चाहिँ गाइज हेर्नु यो जुन आजको ब्लग बनेको छ त्यो चाहिँ मेरो च्यानलको सबसे भन्दा लामो ब्लग हो 16 मिनट 44 सेकेन्ड्स लगभग कतिको छ मेरो बर्थडे ब्लग होइन आइहाल्छ तपाईँले देखिहाल्नुहुन्छ अनि आज बाबालाई फेरि बाबा चितवन बाबालाई दिनुहोस् भनेर यसरी गरेर त गरेको थिएँ त्यही नि बाबालाई एकचोटि कन्फर्मै भएपछि बाबा म जान्छु नि ल प्लिज भनेर यसरी कन्फर्म भएपछि चाहिँ अनि भोलि के अरे भोलि धन्दै छ यार भोलि के अरे मैले उ गर्न पाएँ नि त लुगासुवा मिलाएर ठिक गर्न पाएँ नि त कति 3 दिनको हुन्छ गाइज होइन अब अहिले चाहिँ म अब यसो के खाने आज रोटी र आलु खाम कि जस्तो लागिरहेको तर फेरि मलाई खिर खान पनि मन लागिरहेको लेट्स सी के हुन्छ मम्मी आउनुहुन्छ मम्मी अहिले बाहिर के सामान किन्न जानुभयो कि कता जानुभयो अब हेरौँ खोइ के खाइन्छ है मम्मीले के खुवाउनुहुन्छ सो गाइज यहाँ खिर रेडी भइसक्यो हेर्नु त यहाँ यस्तो मिठो खिर म त भोक लागिसक्यो गाइज म त खाइहाल्छु ल मिठो छ है त ल हेर्न सक्नुहुन्छ सो त्यही हो आजको लागि यति नै छ आनन्दले बस्नुहोस् खुसी बस्नुहोस् भगवान्को नाम धेरै नै जप गर्नुहोस् गाइज राधे राधे बाई